भर लाग्छ कि नै खै मुटु छामम ओ भटभट गर्छ त मुटु किन भटभट गरेछ हैन मजाले गीत गाउँछ हैन ल ल यो त सबै रेडी छ अब यो के गर्न पर्छ थाहा छ लगाउनु थाहा रहेछ यो कसरी थाहा भयो त तिमीले यो देखेर नि कलाकारहरुको देख्छु भन न अहिले देख्छु ल ल यस्तो कपालले गर्दा फेरि किन नदेखेर ल हुन्छ यस्तो गर तिमीलाई त काँटा चाहिने भयो के बाबु कि कपाल काट्न पर्ने भयो कि काँटा चाहिने ल यति बेला पुग्छ है त ल दिदी के भन्नु छ एकदम राम्रोसँग गाउनु भाइ है अब हामी चाहिँ अब बाहिर जानुपर्छ भित्र बस्नु पाउँदैन एकदम राम्रो गाउनु अब त्यहाँ गाए अनुसार त राम्रै गाउनुहुन्छ जस्तो लागिरहेछ है एकदम कोसिस गर्नु नडराइकन ढुक्क भएर किनकि म पनि अब पहिलोचोटि स्टुडियोमा जाँदाखेरि खलखल्ती पसिना भएको थिएँ होइन त्यस्तो चाहिँ नहुनु है तपाईँले त धेरै पर्फेक्ट भएर आइसक्नु भएको छ उतैबाट त्यही भएर राम्रो गाउनुहुन्छ गुड लक अल द बेस्ट है ल